बुस्ट पोस्ट वाह वाह, त्यही त तरिका हो फेसबुकलाई थ्याङ्क यू फर द डोनेसन भन्दै पैसा खर्चिने बटन। 5 सेकेन्डमा एड बनाउने, 500 रुपियाँ खर्चिने र रिजल्ट आयो कि आएन भनेर वेट गर्दै बस्ने। हातमा फोन, दिमागमा होप अनि सोच्दै बस्ने। डिजिटल मार्केटिङ गर्ने तरिका यही हो भनेर। तर रियल बिजनेसको लागि रिच होइन, रेभिन्यू चाहिन्छ। र यो भिडियोमा मैले तपाईहरुलाई देखाउने छु कसरी हामीले आफ्नै एड बनाएर त्यसलाई आफ्नो पैसा खर्चेर रन गराएर रिजल्ट ल्याउन सकिन्छ। अब बुस्ट छोडेर रियल मार्केटिङको टेस्ट लिन तयार हुनुहोस्। भिडियो हेर्नु अगाडि एक कुरा, यो जति पनि प्रोसेस छ त्यो चाहिँ डेस्कटप र ल्यापटपमा गर्नु होला, किनभने मोबाइलमा हेर्नुभयो भने सकेसम्म जतिको फिचरहरू मोबाइलमा एभाइलेबल हुँदैन र तपाईको त्यो प्रोफेसनल भ्यू पनि देखिँदैन। सो अब भिडियोलाई स्टार्ट गरौँ। सो फर्स्ट अफ अल हजुरले पहिला बिजनेस सुट ओपन गर्न पर्ने हुन्छ। त्यसपछि हजुरले क्रिएट एड भन्ने अप्सन त्यहाँ देखिन्छ, त्यहाँ क्लिक गरेर नयाँ एड बनाउन मिल्छ। अब नयाँ एड क्लिक गर्ने बित्तिकै हजुरलाई यस्तो इन्टरफेस देखिन्छ। फर्स्ट अफ अल अप्सन हजुरको हुन्छ त्यहाँ गोल अप्सन। सो यहाँ गोल अप्सनमा यहाँ चेन्जमा थिच्नु भयो भने थुप्रै अप्सनहरू देखिन्छ, जस्तै कि मैले गेट मोर लिड्स भन्ने गोल चुज गरेँ। अब त्यसपछि पालो आउँछ हजुरको डिस्क्रिप्सनको। अब डिस्क्रिप्सन सकेसम्म छोटो र एकदमै एट्र्याक्टिभ राख्न पर्ने हुन्छ, जस्तै कि त्यहाँ तपाईँले फोमो वर्ड्सहरू युज गर्न पर्ने हुन्छ। अब बिजनेस खासै राम्रै चलाउनु छ भने चाहिँ है त्यहाँ चाहिँ आफ्नो कन्ट्याक्ट नम्बरहरू, आफ्नो वेबसाइटको लिङ्कहरू चाहिँ हाल्न मिल्छ। एन्ड देन हजुरको नेक्स्ट पार्ट हुन्छ अब यहाँ मिडिया सिलेक्ट गर्ने। अब हजुरले फोटोवाला एड चलाउने हो कि भिडियोवाला एड चलाउने, यहाँ सिलेक्ट मिडियाबाट चाहिँ हजुरले चुज गर्न मिल्छ। जस्तै कि मैले यहाँ भिडियोवाला एड चलाउँछु भने मैले भिडियो चुज गरेको छु। एन्ड देन अब हजुरले यहाँ थम्बनेल चुज गर्न पर्ने हुन्छ। अब आफ्नो हिसाबले जुन थम्बनेल चुज गर्दा नि हुन्छ। अनि त्यसपछि हजुरको हेडलाइन, अब हेडलाइन सकेसम्म 25 क्यारेक्टरमा राख्न पर्ने हुन्छ। त्यसपछि हजुरको बटन लेभल आउँछ। बटन लेभलमा पनि छुट्टै छुट्टै बटनहरू हुन्छ, जस्तै कि मैले यहाँ लर्न मोर भन्ने अप्सन राखेँ। त्यसपछि हजुरले यदि लिडवाला एड चलाउँदै हुनुहुन्छ भने हजुरले क्रिएट फर्म गर्दा नै बेटर रहन्छ, किनभने जति पनि कस्टमरहरूले लर्न मोर थिचेपछि त्यहाँ चाहिँ फर्मवाला अप्सन आउँछ। अब त्यहाँ फर्ममा चाहिँ आफ्नो इन्फर्मेसनहरू हाल्न मिल्छ। त्यसपछि आफ्नो बनाएको फर्मलाई चुज गर्ने। अनि त्यसपछि यहाँ फर्ममा आफ्नो के कस्तो फोन नम्बरहरू, इमेलहरू के राख्न छ त्यो चाहिँ हजुरले एड गर्न मिल्छ है त। देन यहाँ आउँछ एकदमै मेन सेटिङ हजुरको यहाँ अडियन्स। अब अडियन्समा चाहिँ कतिको जेन्डरहरू के कस्तो राख्ने, एज कति राख्ने, लोकेसन कहाँ राख्ने, हजुरको टार्गेटिङ के हो भन्दा चाहिँ यहाँ चाहिँ चुज गर्न मिल्छ। यहाँ ब्राउज गऱ्यो भने हजुरले हेर्न सक्नुहुन्छ यहाँ के मैले चुज गरेको छु, त्यही हिसाबले आफ्नो एडको अनुसार हजुरले चुज गर्न मिल्छ। अब त्यसपछि हजुरको ड्युरेसन। अब ड्युरेसन चाहिँ कति गर्ने त? अब हजुरले लिडवाला एड चलाउँदै हुनुहुन्छ भने हजुरको बेसिक नै मिनिमम $3 देखि स्टार्ट हुन्छ भने अरू एड चलाउनुहुन्छ भने त्यहाँ चाहिँ $1 $2 देखि स्टार्ट हुन्छ। सो यहाँ डेमा कति दिन चलाउनुहुन्छ, 7 दिनको हो। त्यसपछि त्यहाँ एन्ड डेट त हजुरको रहन्छ। एन्ड देन हजुरको पेमेन्ट मेथड, अब के चाहिँ हजुरले पेमेन्ट मेथड चुज गर्नुहुन्छ, डेबिट कार्ड चुज गर्नुहुन्छ कि हजुरको पेपाल एकाउन्टहरू छ। सो मेरो यहाँ पेपाल एकाउन्ट थियो, सो मैले पेपाल एकाउन्ट नै चुज गरेँ। एन्ड देन सबै मिलिसकेपछि हजुरले एकचोटि सबै कुरा प्रिभ्यू गर्नुहोस् अनि त्यसपछि पब्लिस गरिदिनुहोस्। त्यो हजुरको एकछिनपछि एड पब्लिस भइहाल्छ। सो यति नै थियो। सो हजुरहरूलाई पनि एड चलाउन छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले डिस्क्रिप्सनमा आफ्नो वेबसाइटको लिङ्क र फोन नम्बर राखिदिन्छु, त्यहाँबाट चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र आफ्नो एडहरू रन गराउन सक्नुहुन्छ। हस्त धन्यवाद। द्याट्स इट फर टुडे।